आज चैत्र महिनाको 5 गते मङ्गल चौथी। अनि बिहानै उठेर नुहाइधुवाइ गरेर बुढालाई मन्दिर जाम न भनेको। नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिर कि एकदम धार्मिक स्थल, एकदम विश्वास गर्नुहुन्छ सबैजनाले। एकदम त्यहाँ जे मागे त्यही पुरा हुन्छ भन्ने आस्था छ। अनि बिहानै उठेर हामीहरू नेपालगञ्ज गएको। यति राम्रो बाटामा है भ्यूहरू, यति राम्रो हेर्नुहोस् न, यस्तो राम्रो फुलहरू, यति राम्रो राम्रो कलरहरूको फुल झकमक्क फुलेको कि यो चाहिँ नेपालगञ्जको भाटभटेनी सुपर मार्केट हो। हामीहरू बिहानै गएको थियौँ, त्यति मान्छेहरूको चहल पहल थिएन। बिहानको चिसो फ्रेस हावामा गएको है, चिसो चिसो मौसममा मन्दिर दर्शन गर्न गएको। सफा मौसम थियो। नानीले मम्मी कहाँ जाने हो भन्दै थिइन्। हामीहरू मन्दिर जाने के मन्दिर भनेको। अनि नानी पनि एकदम एक्साइटेड थिइन्। कतिखेर आउँछ कि मम्मी, कतिखेर मन्दिर आउँछ भनेर भन्दै थिइन्। अनि यो फुलहरू देखेर है म त मेरो नानी पनि कस्तो खुसी भएको कि कस्तो राम्रो फुल कि मम्मी, कस्तो राम्रो फुल भनेकी थिएँ। हेर्नुहोस् न, यस्तो राम्रो क्लियर भ्यू छ। हामीहरू चाहिँ हेर्नुहोस् न कस्तो राम्रो भ्यू देखिरहेछ यो फुलले गर्दा। नेपालगञ्जमा एकदम लाइट उज्यालो नै देखाइरहेछ कि। हामीहरू सोलोमा गएको थियौँ किनकि बिहान अलिक चिसो हावा चल्छ नि त। हेर्नुहोस् न कस्तो राम्रो फुलहरू फुलिरहेको छ नेपालगञ्जमा साथीहरू। नानीले ल्याउनुहोस् न म बनाउँछु कि मम्मी, ल्याउनु न म बनाउँछु भिडियो भनेर राखी थिइन् मसँग। होइन कि नानी तिमीले बनाउने होइन कि, तिमीले मोबाइल खसाइदिए पनि त ला अनि बिग्रिन्छ नि भनेको। हस् हजुरले बनाउनु म हेर्छु नि त पछि भन्दै थिइन् नानीले। अब लगभग हामीहरू नेपालगञ्ज पुग्यौँ। बिहानतिर गएको, पसल पनि त्यति खुलेको थिएन। कसैले चाहिँ खोल्नु भएको थियो, कसैको चाहिँ बन्दै थियो होइन। धेरै जस्तो बन्दै थियो पसल, किनकि नेपालगञ्जमा प्राय बिहान खोल्दैन कि 9-10 बजेतिर नै खोल्नुहुन्छ सबैजनाले। हामीले पनि आज पसल बन्द गरेर गएको। हामीहरू धम्बोजी चोकमा पुग्यौँ। धम्बोजी चोकको यो बागेश्वरी प्रवेशद्वार छ। अब हामीहरू प्रवेशद्वारभित्र प्रवेश भयौँ। यहाँ चाहिँ पसल चाहिँ खुलिरहेको थियो कि, किनकि यहाँ कपडा पसलहरू छ। कपडा पसलहरू बिहानै खोल्नुहुन्छ यतातिर। यस्तो राम्रो कपडाहरू भेट्छ यहाँ, राम्रो कपडाहरू हुन्छ। सबैजना साथीहरू आए पनि यतातिर पनि पस्नु होला। हामीहरू चाहिँ मन्दिर पुग्यौँ है साथीहरू, मन्दिर पुग्यौँ सामान लिएको। अनि यहाँ दाइले चाहिँ के लानुहुन्छ नानी भन्दै हुनुहुन्थ्यो मलाई। मैले त दुबोहरू फुलहरू त मैले घरैबाट लगेको थिएँ दाइ। अनि कति थोरै सामान त मैले घरबाट लगेको भनेको। यो चाहिँ हामीहरू भित्र प्रवेश भयौँ। यो बागेश्वरीको यो भित्रतिरको पसलहरू हो। यहाँ चाहिँ राम्रो सामानहरू भेट्छ। यो पहिला चाहिँ अर्कै थियो यो मन्दिर, अहिले चाहिँ राम्रो बनाउँदैछ, तर पुरा चाहिँ निर्माण भएको छैन। अझ बन्न टाइम लाउँछ होला सायद। अहिले पानी पनि छैन यतातिर। हामी चाहिँ मन्दिरमा पुग्यौँ। नानीले बाबाको हात समाइछिन्। बाबा छोरी मन्दिरभित्र प्रवेश हुँदै हुनुहुन्छ। यो चाहिँ बागेश्वरी मन्दिरभित्र पुग्यौँ फाइनली हामीहरू। यो चाहिँ बागेश्वरी मन्दिर हो। हामीहरू पूजा गरेर भित्रबाट बाहिर निस्क्यौँ।